नमस्कार। आजको विषयमा हामी आज संसदको पहिलो बैठकमा प्रस्तुत गरिएका शीर्ष नेताहरूका अभिव्यक्ति र त्यसको निचोड र विश्लेषणलाई प्रस्तुत गर्दैछौँ। विशेष गरी आज संसदको अधिवेशन सौहार्दपूर्णै रह्यो। पहिलो दिनको अधिवेशनमा विशेष गरी संसदमा प्रतिनिधित्व गर्ने 6वटा प्रमुख राजनीतिक दल र स्वतन्त्र सांसदका हैसियतमा महावीर पुनले आफ्नो धारणा राखेका थिए र अन्त्यमा जाँदा जाँदै 3वटा अध्यादेश प्रस्तुत गरे वर्तमान गृहमन्त्री सुदन गुरुङले। सदनको सबभन्दा प्रारम्भमा एमाले अध्यक्ष केपी ओलीलाई धरपकड गरेको विषयमा, तत्कालीन गृहमन्त्री रमेश लेखकलाई धरपकड गरेको विषयमा नियमापत्ति जनाउँदै संसद सुरु हुने बित्तिकै एमाले सांसदहरूले उठेर विरोध जनाए। ज्येष्ठ सदस्यका हैसियतमा सभामुखको आसनबाट अर्जुन नरसिंह केसीले अवस्थालाई सम्हाल्दै गुरु बराललाई 2 मिनट आफ्नो समय दिए। त्यसपश्चात आफ्नो अभिव्यक्ति राखे पश्चात सदनको स्वाभाविक र नियमित कार्यसूची प्रारम्भ भयो। रवि लामिछानेले यस अगाडि सधैँ उनका कुनै पनि अभिव्यक्तिमा धैर्य, शालीनता, सौम्यता र सुस्पष्टता हुँदैन थियो। उनी जहिले पनि आवेगमा, उत्तेजनामा, कुण्ठामा, आरोपमा, प्रत्यारोपमा हुन्थे। तर जब राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन जित्यो, जित्ने बित्तिकै उनीमा परिपक्वता आयो, जिम्मेवारी आयो, सँगसँगै एउटा उदार र उदात्त छाती आयो। यो सदन भनेको सत्तापक्ष मात्रै होइन, प्रतिपक्षीको पनि हो। हिजो अरूलाई निषेध गरिन्थ्यो, अरूलाई बोल्न दिइँदैनथ्यो भने यो त्यसको निरन्तरता होइन। अझ त्योभन्दा पनि अगाडि बढेर उनले विशेष गरी प्रतिबद्धता पत्र र वाचा पत्र सत्तारूढ दलका मात्रै होइन, विपक्षी पनि जनतामा गएका छन्। उनीहरूलाई भलै जनताले कम अनुमोदन गरे होला, तर उनीहरूको घोषणा पत्र पनि पूरा हुन सकिने जति पूरा हुनुपर्छ भन्ने त्यो उदारता देखाए। यसको पूर्व सङ्केत राष्ट्रिय स्वतन्त्र पार्टीको 2 दिने अभिमुखीकरणमा देखिसकिएको थियो। ललितपुरको ग्वारको स्थित होटल टुलिपमा भएको त्यो कार्यक्रम पश्चात रविजीको छवि यस्तो 180 डिग्रीले फेरियो कि त्यस पश्चात एउटा सबभन्दा ठूलो राजनीतिक दलको जिम्मेवार र उदार सभापतिको छवि देखियो। सरकार गठनका क्रममा पनि त्यसको प्रतिबिम्बित भयो। सरकार गठनका क्रममा उनका आसपासका र नजिकका भनिएका कयौं पात्रहरू मन्त्रीमा सहभागी भएनन्। तर त्यति हुँदा पनि ती पात्रमा असन्तुष्टि भयो होला, उनीहरूले तुस राख्यो होला, तर त्यो उदारताको निरन्तरता रवि लामिछानेमा देखियो। 3 वर्ष अगाडि पत्रकारिता गरिरहँदा अरूलाई प्रश्न र गाली गरिरहँदा, कतिपय त अमर्यादित प्रश्न गरिरहँदाखेरि त्यो छवि चाहिँ 12 भाइ भन्ने भाष्यमा गएर विसर्जन भएको थियो। तर त्यो बीचमा जेलको प्रतिशोधपूर्ण अवस्थाको उनको बसाई, त्यहाँ उनले विपासना ध्यान बस्दाखेरि आत्मसिंहावलोकन गरेको अवस्था र सँगसँगै अन्तर्राष्ट्रिय व्यक्तित्वहरूका जेल नेल र कठिनाइका पुस्तक र जीवनी अध्ययन गरेर आइपरेको एउटा जिम्मेवारी बोध, त्यति मात्रै होइन, जनमतले दिएको यो अभूतपूर्ण उभारका कारणले उनमा साँच्चीकै अभिभावकत्व देखियो र हामीले यो सङ्कथनमा उनलाई यति भन्दाखेरि यो फुर्क्याएको नभएर यो सही अवस्थाको र सही विशेषताको सही विश्लेषणका अर्थमा बुझ्नुपर्दछ। आज सदनमा सत्तारूढ दलको हैसियतमा, दलको आकारका रूपमा उनलाई 25 मिनट उपलब्ध थियो, तर उनले त्यसको आधा समयभन्दा कम बोले। किनभने यति बेला उनले पनि भनेका छन्, हामी बोल्न होइन, हामी गर्न आएका छौँ। हामीले बोलेर प्रमाणित गर्नुभन्दा पनि काम गरेर प्रमाणित गर्नु परेको छ। सरकार गठन भएको 6 दिनमै त्यसको छनक साँच्चीकै सरकारले दिइसकेको छ। सरकारको रफ्तार अलिकति तीव्र भयो होला, बिस्तारो गए अवश्य पुगिन्छ, हतार गरौँ भन्न सकिन्न भन्ने जस्ता आह्वान र उखानहरू पनि त्यो अस्वाभाविक लाग्ने जस्तो गतिमा सरकार गइरहेको छ। दुर्घटना नहोस्, हामी चाहन्छौँ त्यही, तर सँगसँगै सरकारको गति र यही गतिको रफ्तारलाई लिन सकियो भने यो चाहिँ 4 पाङ्ग्रे सवारी साधनको गति नभएर यो हवाईजहाजको जस्तो टेकअपको गति हो। आज संसदमा रवि लामिछानेले अभिव्यक्ति गरेका सार संक्षेपलाई ध्यान दिउँ। उनले भनेका छन्, दिन होइन सेकेन्ड गनेर काम गर्न चाहन्छौँ। विपक्षी दलका चुनावी स्वामित्वलाई समेत अपनत्व लिन चाहन्छौँ। प्रश्न सोध्न मात्रै होइन, उत्तर दिन पनि आउँछ। प्रतिपक्षीले 24 घण्टा निगरानी गर्नुहोला। हामी प्रतिपक्षीको आवाज कमजोर हुन दिँदैनौँ। प्रतिशोधको अध्याय दोहोरिने छैन। एकपटकको नेपाली सधैँको नेपालीको बाचा पूरा गर्नेछौँ। यो विशेष गरी गैर आवासीय नेपालीका हकमा यो अभिव्यक्ति थियो। विभेद, अन्याय र अत्याचारप्रति माफी माग्नेछौँ। यसमा खगेन्द्र
सुनारको अभिव्यक्तिसँग जोडेर उनले भनेका थिए। खगेन्द्र सुनारले गाईका सन्दर्भमा सार्वजनिक रूपमा गरिएको भनिएको अभिव्यक्ति मैले बोलेको भए पनि नबोलेको भए पनि म यसमा क्षमा याचना छु भनेर भनिरहँदा खगेन्द्र सुनारले जसरी दलित र पिसिएको समुदायबाट गरिएको त्यो क्षमा याचना जुन मर्मस्पर्शी थियो त्यस्तै क्षमा याचना ती दलित र दमितहरूका लागि इतिहासमा कयौं पटक संरचनागत रूपमा राज्यले गरेको विभेदको हामीले त्यो क्षमा याचना गरेका छौं। 100 वटा हाम्रा कार्यपत्र र ती घोषणाहरू मार्फत गरिएको छ भनेर उनले सदनमा उक्त कुरालाई पुनः स्मरण गराएका छन्। महिलालाई अवसर अब अनुग्रह होइन अधिकार हुन्छ र हाम्रा राजदूत बिचौलियाको डिनर टेबलमा होइन श्रमिक शिविरहरूमा भेटिनेछन्। र सँगसँगै अभिव्यक्तिका क्रममा राजनीतिक नियुक्ति हुनेहरूलाई यदि यो कामको यो गतिमा नहिँड्ने हो भने मार्ग प्रशस्त पनि गर्न आग्रह गरेका छन्। विशेष गरी निजामती कर्मचारीहरूमा देखिएको यो कामप्रतिको हुटुटी र लगाव र तालमेलप्रति उनले खुलेर प्रशंसा पनि गरेका छन्। र साँच्चीकै बोल्नु र गल्नु बीचको तादम्यताका विषयमा उनले प्रधानमन्त्रीसँग जोडेर आवश्यक पर्यो भने प्रधानमन्त्रीले पनि बोल्नुहुन्छ तर नबोलेरै धेरै काम हुन्छ भनेर आफ्नो सरकारको प्रशंसा मात्रै गरेका छैनन्, त्यहाँभित्र बालेन मात्रै हाबी छन् कि भन्ने कुरालाई चिर्दै आफ्नो पनि त्यसमा स्वामित्व लिएका छन्। त्यसपश्चात दोस्रो ठूलो दल र प्रमुख प्रतिपक्षी दलको हकमा अभिव्यक्ति दिने भीष्मराज आङदाम्य आज निकै प्रभावकारी सुनिए। लिखित मन्तव्य नै सही तर आङदाम्यलाई त्यो रूपमा मानिसहरूले सुनेका थिएनन्। उनी बडा प्रष्ट थिए। विशेष गरी 23 को नरसंहारको प्रसङ्ग मात्रै उठाउनेलाई पनि उनले प्रश्न गरे र 24 को विध्वंस मात्रै कुरा गर्नेलाई पनि उनले प्रश्न गरे। 23 को कुरा गर्दा 24 बिर्सिनु हुँदैन, 24 को कुरा गर्दा 23 बिर्सिनु हुँदैन। ती दुईटा एक अर्का बीचमा सामञ्जस्यता भएका घटना हुन्। भदौ 23 ले नै 24 निम्त्याएको हो। त्यसैले गर्दाखेरि कार्की आयोगको प्रतिवेदनप्रति पनि प्रश्न उठाउँदै त्यसले खाली समय भ्याइएन भनेर 24 लाई पन्छाउन खोजेको छ तर 23 लाई मात्रै आँखा देख्नु हुँदैन। त्यसैले सरकारले 24 को घटनालाई पनि ध्यानकर्षण गराओस् भन्दै सरकारसँग हामी रचनात्मक प्रतिपक्ष हुँदै खबरदारी गर्छौं तर वाचाल खबरदारी गर्छौं भनेर एउटा उदार र सँगसँगै माझिएको र परिष्कृत प्रतिपक्षको भूमिकामा कांग्रेस देखिएको छ। तर त्यसको इतर एमालेले भने हिजो मात्रै संसदीय दलको नेता बनेर चुनिएका रामबहादुर थापा बादलको अभिव्यक्ति चाहिँ कटाक्षपूर्ण थियो। भन्नलाई सरकारलाई बाक्यैपछि धन्यवाद थियो तर त्यो धन्यवादभित्र अन्तर्निहित कटाक्ष र व्यङ्ग्य थियो। विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टीकै परोक्ष र प्रत्यक्ष संलग्नतामा जेन्जी विद्रोह भयो, भदौ 23 र 24 का घटनाहरू घटाइए। त्यति मात्रै होइन, यो चुनाव जुन फागुन 21 मा भएको थियो त्यो फागुन 21 को निर्वाचनमा समेत सेनादेखि प्रशासनदेखि लिएर कार्की सरकारदेखि लिएर सुरक्षा अंग हुँदै देशी विदेशी हुँदै टिओबी देखि लिएर विभिन्न सन्दर्भहरूलाई त्यहाँ जोड्न भ्याए। बारबरा एडम्सको फाउन्डेसनसम्मलाई उनले जोडेर कटाक्ष गरे। सिधै उनले उछितो त काटेनन् तर सरकार बनाउन सफल भएकोमा बधाई छ, धन्यवाद छ भनेर भने। यसले यो परिवर्तनलाई आत्मसात नगरेको भन्ने अर्थमा त होइन तर आफ्ना पार्टीका पूर्व प्रधानमन्त्री अझै पनि हिरासतमा भएका कारणले त्यो अवस्थाको चोटको कुरा पनि हुन सक्छ र फेरि उनले पूर्व माओवादी पृष्ठभूमिबाट आएका कारणले एमाले भन्दा पनि खरो एमाले हुनुपर्ने र वाचाल हुँदाखेरि अभिव्यक्तिमा र शैलीमा पनि ओलीकै अर्को उत्तराधिकारी हुनुपर्ने उनलाई जबरजस्त बाध्यता पनि छ। किनभने सुहाङ नेम्बाङ त्यहाँ हिजो प्रत्याशी हुँदाखेरि प्रस्तावक र समर्थक समेत नपाएको अवस्थामा म सर्वमान्य यस अर्थमा भयो कि म चाहिँ साँच्चीकै खाटी एमाले हुँ। आजको एमाले भनेको चाहिँ खरो प्रतिपक्ष हो भनेर अब एमालेले 5 वर्षमा सदनमा कस्तो उपस्थिति जनाउँछ भन्ने देखिएको छ। प्रमुख प्रतिपक्ष कांग्रेस हुँदा हुँदै पनि अररो प्रतिपक्षका रूपमा चाहिँ एमाले देखिने रहेछ भन्ने कुरा आज रामबहादुर थापाको अभिव्यक्तिले देखाएको छ। त्यसपश्चात अर्को शक्तिका रूपमा पुष्पकमल दाहाल संसदीय दलका नेता थिए तर उनले आफ्नो साटो रोल्पाबाट चुनाव जितेका वर्षमान पुनलाई त्यहाँ सदनमा उपस्थिति हुन चाहे। वर्षमान पुन तुलनात्मक रूपमा आज शालीन रूपमा प्रस्तुत भए। उनका अरू अभिव्यक्ति पनि तुलनात्मक रूपमा शालीन नै हुन्छन्। हामी सहकार्य गर्न तयार छौं, सरकारले उदारता देखाओस्, त्यो उदारतासँगै हामी हातेमालो गर्न तयार छौं भनेर जनमतको झल्को पनि देखाए। 64 मा हामीलाई पनि यस्तै जनमत दिएको थियो तर हामीलाई त्यो जनमत चाहिँ बोक्नु र टोक्नुको भयो। हामीले त्यसलाई सम्हाल्न सकेनौं। हामी हौसियौं, अनावश्यक रूपमा हामीमा दम्भ आयो, हामीमा अहंकार आयो, हामीले निजामती प्रशासनसँग सहकार्य गर्न सकेनौं, नचाहिँदा निर्णयहरूतर्फ हात हाल्यौं। त्यसैले तपाईहरु संयमित हुनुहोस्, बरु हाम्रो अनुभवमा तपाईहरुले काम गर्नुहोस्।
त्यो अनुभव तपाईहरुका लागि काम लाग्न सक्छ। त्यसैले जनमत छ भन्दैमा फुर्किने कुरा होइन, त्यो जनमतलाई सही रूपमा सदुपयोग गर्न सकियो भने मात्रै जनमतको कदर हुन सक्छ भनेर सन्तुलित, संयमित र शालीन किसिमको अभिव्यक्ति थियो नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधित्व गर्ने वर्षमान पुनको। त्यसपश्चात पाँचौं शक्तिका रूपमा उदाए हर्क साम्पाङ। हर्क साम्पाङ यसअघि प्रधानमन्त्रीले कोशी प्रदेशका सांसदहरूलाई डाकेको छलफलमा पनि अनुपस्थित थिए। आज कतिपयले आज पनि हर्क अनुपस्थित हुन्छन् कि भन्ने ठानेका थिए, तर उनले प्रश्न भनिसकेका थिए सदनमा म आउँछु। समयको विनियोजनका दृष्टिकोणले पनि उनको राजनीतिक दललाई 7 मिनेटको समय थियो। त्यसको पूर्व सन्ध्यामा उनले फेसबुकमा लेख्न भ्याइसकेका थिए, जनताका यत्रा समस्या छन्, यी चाङका भारी लिएर आउनुपर्ने मान्छेलाई 7 मिनेट तक के 1 घण्टा 7 मिनेट दिनुपर्छ, यो नियम नै उल्ट्याउनु पर्यो भनेर भनेका हर्कले सुरुमा सरकारलाई बधाई दिएर अलिअलि कटाक्ष गरेर र जनताको आवाज सुन्नुपर्ने र समय अपर्याप्त हो भने पनि सबभन्दा बुदागत रूपमा उनले प्रस्तुत गरे। यदि आज सदनमा बोल्नेहरू मध्ये कसैले बुदागत, सिलसिलेवार, तार्किक र जनताका प्रश्न कसैले उठाए भने त्यो हर्क साम्पाङले उठाए। साम्पाङका यस अगाडिका सामाजिक सञ्जालका, गीतका, गालीका, पोस्टका, चुनावका, र्यालीका, अरूतिरका अभिव्यक्ति भन्दा आजको अभिव्यक्ति साँच्चैकै संसदीय मर्यादालाई सुहाउँदो अभिव्यक्ति थियो। उनीमा परिपक्वता थियो पनि, तयारी पनि थियो, बुदागत रूपमा उनले लेखेर आए र समयको पाबन्दीले लेखेर सबै कुरा पढ्न नभए पनि सभामुख मार्फत सरकारलाई बुझाउँछु भनेर त्यो संसदीय मर्यादा र भावभङ्गी र शब्द छनौट पनि थियो, जुन हर्कबाट गरिने अपेक्षाको इतर थियो। त्यसको प्रशंसा अहिले सञ्चार र सञ्जालमा पनि प्रारम्भ भइसकेको छ। हामीले आकलन गर्थ्यौं कि यो सदनको सबैभन्दा अरारो र असहिष्णु प्रतिपक्ष संस्कृति पार्टी हुन्छ होला, हर्क साम्पाङ हुन्छन् होला भनेर भनिएको थियो, तर उनको आजको अभिव्यक्ति र गरिएको तयारी, संसदीय मर्यादा र सँगसँगै त्यो संवाद पश्चात पनि जसरी बाहिरिने क्रममा प्रधानमन्त्री बालेन शाह र उनको अङ्कमाल हुँदै बडाकुसारी हुँदै आयो, त्यसले संसदमा श्रम संस्कृति पार्टी रचनात्मक प्रतिपक्ष हुन्छ भन्ने टिप्पणी गर्नु आज हतारो हुँदैन। त्यसपश्चात आए छैटौं शक्तिका रूपमा संसदीय दलका नेता राप्रपाका ज्ञानेन्द्र साई। ज्ञानेन्द्र साईको अभिव्यक्ति पनि सन्तुलित नै थियो। उनले पनि प्रधानमन्त्रीका रूपमा बालेन शाह र गृहमन्त्रीका रूपमा सुदन गुरुङले काम गर्न सक्छन् भन्ने आफूलाई विश्वास भएको, सहकार्य गर्न तयार भएको मात्रै भन्न भ्याएनन्। यो प्रादेशिक संरचना घाँडो, यसलाई खारेज गर्नुपर्छ भन्दै 182 होइन, हामी 5 सिट थप दिएर 187 सिट पुर्याइदिन्छौँ, तपाईहरू तयार हुनुहोस्, त्यसका लागि हामी सत्यापक्ष नै बनिदिन्छौँ भने जनताका र जनजीविकाका प्रश्नमा खबरदारी गर्नका लागि राप्रपा र त्यसको नेतृत्व गरेर सदनमा उपस्थित भएको ज्ञानेन्द्र साईले कहीँ पनि चुक्दैन भन्दै उनले पनि तुलनात्मक रूपमा सन्तुलित र सौम्य र खरो त उनको शैली हुँदै हो त्यो अभिव्यक्ति दिए र स्वतन्त्र सांसदका रूपमा आफ्नो अरूभन्दा अचम्मको र अनौठो सांसद भएको, संसद उठ्नै नचाहेको, उठ्नै नपरेको, भदौ 23 र 24 को घटना पश्चात आफू ताप्लेजुङमा पुस्तक बेचिरहेको त्यो मान्छेलाई जेन्जी भाइ बहिनीहरूले बोलाए र यो प्रक्रियामा सहभागी भइयो। सहभागी भएका क्रममा शिक्षा विधेयक पारित हुन सकेन, गर्न चाहिएन, त्यसैले त्यसलाई जसरी पनि पास गराउँछु भनेर अनि त्यो चुनावी सरकारको मन्त्री छोडेर म्याग्दीमा स्वतन्त्र चुनाव लड्न गएको र चुनावले जितेर आएकाले आफू स्वतन्त्र, अरूभन्दा फरक र आफ्नो फरक किसिमकै हुन्छ भनेर उनको जस्तो आफ्नो शैली छ त्यही स्वच्छन्द शैलीको निरन्तरता दिए र अन्त्यमा गृहमन्त्रीको हैसियतमा यस अगाडि निर्वाचन सरकारले ल्याएको अध्यादेशलाई प्रस्तुत गर्दै यो सदनको कारबाही 22 गतेका लागि सकिएको छ र 22 गते सभामुख र उपसभामुखको निर्वाचनको प्रक्रियामा मुलुक गएको छ र यस सँगसँगै संसदको पहिलो बैठक मात्रै सकिएको छैन, यसले देश र विदेशका सबैलाई जिज्ञासु बनाएको छ। मैले यसमा देखेको 2-3 वटा कुरा फरक देखेको छु। यस अगाडि चाहिँ यो सदनमा के भइरहेको छ भन्ने विषयमा अगाडिका चुनावमा कसैलाई चासो हुँदैन थियो। अहिले त संसदीय दलको नेता भनेको के हो, मुख्य सचेतक भनेको के हो, प्रमुख सचेतक के हो, सचेतक के हो, त्यसको भूमिका के हुन्छ, प्रमुख प्रतिपक्षी दल भनेको के हो, शून्य समय के हो, विशेष समय के हो, रोस्टम भनेको के हो, संसदीय मर्यादा भनेको के हो, किन बोलिन्छ, कसरी बोलिन्छ, त्यो अभिव्यक्तिको अर्थ के हो, त्यसमा भर्खरका किशोर केशरीदेखि लिएर महिला गृहिणी सबैको चासो भएको छ। त्यो चासो चिया पसलदेखि लिएर घर-घरदेखि लिएर विश्वभरि देखिन्छ। डिजिटल दुनियाँले यो प्रत्यक्ष प्रसारणको सहजता गरेर पनि होला र यो चासो चाहिँ यो 5 वर्षसम्म सरकारका लागि एउटा आशीर्वाद पनि हो र आलोचना निम्ताउन सक्ने एउटा कडी पनि हो। त्यसैले सरकारले जुन रफ्तार छ त्यो रफ्तारलाई कायम राखेन अथवा अलि धीमा गरे पनि उसले छुट गर्ने
हक छैन। किनभने हिजो त राजनीतिप्रति चासो राख्ने नेता कार्यकर्ताले मात्रै यो गतिविधि हेर्थे, तर यसमा सरोकारै नभएकाहरूलाई पनि अब त जेनजी उमेरदेखि लिएर अल्फा उमेरका सम्मलाई बालेन शाहको नाम थाहा छ, रविको नाम थाहा छ। नाम मात्रै होइन, अब सुदन गुरुङ सबभन्दा चर्चित भएका छन्। 4 दिन 5 दिन अगाडि गृहमन्त्री भइरहँदा अप्रत्याशित पात्र भएको, अहिले उनको काम गराई सुझबुझ उनको अभिव्यक्तिले प्रहरी प्रशासन मात्रै गदगद छैन, समग्र मान्छेहरूले पनि यो मान्छेमा कसरी यो रत्नाकर डाकुमा चाहिँ वाल्मीकि अवतार आयो, यो फेरि बिम्ब है, फेरि त्यही रूपमा बुझ्नु हुँदैन, फेरि यसो भन्नु होला। त्यसैले गर्दाखेरि जे भइरहेका छन् अप्रत्याशित भइरहेका छन्। कतिपय निर्णयहरू आलोचना मुक्त छैनन्। अहिले आजै मात्रै प्रधानमन्त्री कार्यालयले निजी सञ्चार माध्यमलाई दिँदै आएको सबै प्रकारका अनुदान खारेज गर्ने र अनुदान चाहिँ सरकारी माध्यमलाई मात्रै जाने भन्दा पत्रकार महासंघदेखि लिएर पत्रकार सम्बद्ध सबैले अब संस्थागत आन्दोलन गर्ने भनेका छन्। त्यसमा चाहिँ मेरो व्यक्तिगत रूपमा कुनै पनि टिप्पणी छैन, मेरो समर्थन पनि छैन, विरोध पनि छैन। अब त्यसको विरोध र समर्थन के हो, म 100 दिन पछाडि मात्रै गर्छु। त्यो चाहिँ मेरा लागि चाहिँ व्यक्तिगत रूपमा कागलाई बेल पाएको हर्षण विस्पत जस्तो मात्रै हो। तर पनि सरकारको सुरुवात राम्रो छ। आज सदनको यो उपस्थिति र यो क्रमलाई हामी 22 गतेको सदन पश्चात पनि यसरी नै व्याख्या गर्नेछौँ। यहाँहरूको सबैको जय होस्। नमस्कार।